Hello guys, namaste and sevaro. Hopes welcome to my vlog. Hope सबैजना सन्चै अनि स्वस्थ हुनुहुन्छ होला। आज हामी घरमा बस्दा बस्दै अचानक प्लान गर्यौं हाम्रो गोरीगञ्ज चापामा भएको रतुवा खोला घुम्न जाउँ भनी प्लान बनाएर हामी घरबाट निस्क्यौं र चिसो हावा खाँदै ब्लग बनाउँदै केही बेर पछि हामीले देख्यौं केही 3-4 जना दाइहरू मिलेर माछा मार्नु हुँदै थियो। यो दृश्य देखेर अत्यन्तै पुरानो दिनहरूको याद आयो। दाइहरूको माछा पकडाइ देख्दाखेरि हाम्रो पनि पुरानो यादहरू अविस्मरणीय यादहरू जागेर आयो। केही बेर हामी गफगाफ गरेपछि हामी अगाडि बढ्छौं र केही समयपछि हामी रतुवा खोला नजिक आइपुग्छौं र देख्छौं यहाँ जेसीबी चलिरहेको छ। जेसीबीले हिउँदो लागेपछि बाँधबाट पानी नआओस् भनेर बाँधको सुरक्षाको लागि पर्खाल बनाउँदै र हामी आइपुग्यौं रतुवा पुलमा र यो पुल निकै नै लामो पुल रहेको छ। यहाँ हामी एकछिन हामी यहाँ देख्यौं, यहाँको दृश्यहरू हेर्यौं र हामीलाई निकै नै खुसी र आनन्द र मुड फ्रेस भएको महसुस गर्न सक्यौं। त्यसपछि हामीले 2-4 वटा फोटो क्लिक गर्यौं र यहाँ साथीले गाडी सिटी घुमाएर अब घरतिर फर्किने इशारा गरे। त्यसपछि हामी घर फर्किने तर्फ लाग्दाखेरि तल देखिएको पसलमा कचौडी खाने भन्ने सोच गर्दै हामी कचौडी खान बस्यौं र यहाँको कचौडी अत्याधिक एकदमै मिठो। यस्तो प्याजी त धेरै ठाउँ खाइयो तर यहाँ जस्तो मिठो मलाई कुनै ठाउँमा मिठो लागेन। यहाँ पनि तपाईहरु आउनु हुँदाखेरि यहाँको कचौडी खान नबिर्सिनु होला। यति कचौडी सकेपछि हामीले दुध चिया अर्डर गर्यौं र दुध चिया एकदम अत्यन्तै मिठो थियो। यहाँ आएपछि तपाईहरु दुध चिया खान नबिर्सिनु होला। र यहाँ प्याजीसँग अचार पनि पाइने रहेछ र अचार पनि उत्तिकै मिठो थियो। त्यसपछि हामी 2-4 वटा टिकटक भिडियो बनायौं, फोटो खिच्यौं। त्यसपछि हामी घरतिर लाग्यौं। यदि तपाईहरुलाई मेरो यो सानो मिनी भ्लग मन पर्यो भने लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू फर वाचिङ।